दर्शक महानुभावहरू नमस्कार। आज मिति 2082 पौष 2 गते बुधबार। सुरु गरौं आज दिनभरिका हेडलाइन्सहरू। दार्चुलाको मार्मा गाउँपालिका 6 चेतकल्ली बस्ने अन्दाजी 14 वर्षीय मनिषा धामीको मंगलबार हिजो भिरबाट लडेर ज्यान गयो। दार्चुलाको महाकाली नगरपालिका 4 बाङ्गा बगरबाट भन्सार छलीका सामान सहित 2 जना पक्राउ। बैतडीको मेलौलीमा स्याउला काट्न गएकी वृद्धा मृत फेला। बजाङको बित्थड खेल मैदान निर्माणमा 14 लाख भन्दा बढी भ्रष्टाचार, 6 जना विरुद्ध मुद्दा दायर। कञ्चनपुरमा 16,62,000 को अवैध सामान प्रहरीको नियन्त्रणमा। कैलाली र कञ्चनपुरका सिटी हल प्रयोगविहीन। कैलालीका विभिन्न स्थानबाट लागू औषध सहित 3 जना पक्राउ। जेनजी आन्दोलनमा क्षतिग्रस्त सुदूरपश्चिमका भवन मर्मतका लागि बजेट अभाव। हुम्लाको सर्केगाडमा भिरबाट घरमा ढुङ्गा खस्दा 4 जना घाइते। जुम्लामा 18,000 मेट्रिक टन स्याउ उत्पादन। प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेस सांसदहरूको रिटमा कारण देखाउ आदेश जारी। जनमत पार्टीका मध्य प्रदेश वरिष्ठ उपाध्यक्ष चौधरीले दिए राजीनामा। मध्य प्रदेशका मुख्यमन्त्री यादवले पुस 4 गते विश्वासको मत लिने। कर्णाली नदीमा निर्माण हुने मल्टी स्प्यान झोलुङ्गे पुलको शहरी विकास मन्त्री घिसिङद्वारा शिलान्यास। जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद 1 महिना थपिने प्रधानमन्त्री कार्कीको भनाई। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराज लामालाई गर्यो निलम्बन। एडीबीले नेपाललाई 14 अर्ब 59 करोड बराबर ऋण दिने। र अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए थप 7 देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध।